नमस्कार साथीहरू, आजको भिडियो धेरै इम्पोर्टेन्ट हुनेछ। थोरै लामो हुन सक्छ तर धेरै इन्फर्मेसन दिने कोसिस गर्नेछु। मैले अगाडि 2-3टा भिडियो बनाएको छु जुन चाहिँ रोका र फुकुवा सम्बन्धी थियो। रोकाको पार्ट 1 र पार्ट 2 दुईटा र फुकुवाको भिडियो थियो। यदि त्यो भिडियो हेर्नु भएको छैन भने मैले लिंक डिस्क्रिप्सनमा राख्नेछु, त्यहाँ गएर हेर्न सक्नुहुनेछ। सो आजको भिडियोमा चाहिँ त्यहाँ नभएका कुरालाई कभर गर्ने कोसिस गरिरहेको छु र तपाईहरुले बारम्बार सोध्नु भएको वा कमेन्ट गरेर सोध्नु भएको प्रश्नहरुको चाहिँ जवाफ दिन गइरहेको छु। आजको भिडियोमा विशेष गरी हामीले युजर आइडी कहाँबाट प्राप्त गर्न सकिन्छ र एडमिन युजर प्राप्त गरिसकेपछि सब युजर कसरी एड गर्ने, तिनीहरुको रोल कसरी राख्ने र युजर आइडीमा के चाहिँ हुन्छ, जस्तो युजर आइडीको प्रकारहरु, त्यो सँगसँगै हाम्रो रोका र फुकुवा गरिसकेपछि डकुमेन्ट कहाँ जान्छ, कम्प्लिट भइसकेको कहाँ हुन्छ, त्यसपछि हाम्रो प्रोग्रेस के हुँदैछ भन्ने कुरा ट्र्याकिङ कसरी गर्ने, त्यो सँगसँगै हाम्रो जस्तो नेपाली किबोर्ड हामीले कसरी एड गर्न सकिन्छ, त्यसैगरी डकुमेन्ट चाहिँ हामीलाई के चाहिन्छ, हामीलाई चाहिने अनुसूची भनिराखेको छ अगाडिको भिडियोमा। त्यो अनुसूची हामीले कहाँबाट प्राप्त गर्न सकिन्छ देखि लिएर विभिन्न अन्य समस्याहरू आयो भने हामीले कसरी त्यसलाई चाहिँ ट्याकल गर्ने, कहाँबाट चाहिँ त्यो इन्फर्मेसन पाउने भन्ने सम्बन्धी रहेको छ। त्यसले गर्दाखेरि आजको भिडियो थोरै लामो भए पनि धेरै इम्पोर्टेन्ट रहनेछ। सो ढिला नगरिकन हामीले सधैँ चाहिँ फायरफक्स ब्राउजर खोल्छौँ, त्यसपछि हामी डोल्मामा जान्छौँ, हाम्रो डोल्माको एप्लिकेसन खोल्छौँ। त्यसपछि यहाँ तपाईले देख्न सक्नुहुनेछ युजर नेम र पासवर्ड लिनु भएको छैन भने पटक्कै प्रयोगकर्ता लगइनबाट आफ्नो नागरिकता विवरण तथा आफ्नो स्वामित्वमा भएको कुनै एक किताको विवरण उपलब्ध गराई कारोबारको लागि निवेदन दिन र लिखित तयार गर्न सक्नुहुनेछ भनेर लेखेकै छ हैन। त्यो हुँदै गर्दाखेरि यहाँनेरि हामीले के गर्न सक्यो त भन्दाखेरि तपाईको सो यहाँनेरि तपाईले देख्नुभयो पटक्कै प्रयोगकर्ताको लगइन भनेर। यहाँनेरि जानुभयो भने यहाँनेरि 4वटा स्टेप हुन्छ। प्रत्येक स्टेपलाई यहाँनेरि एक्सप्लेन पनि गरिएको छ। जग्गा धनीको विवरण हाल्नुपर्ने हुन्छ स्टेप 1 मा भने स्टेप 2 मा चाहिँ जग्गाको विवरण र स्टेप 3 मा मोबाइल नम्बर प्रमाणीकरण गर्नुपर्ने हुन्छ र स्टेप 4 मा चाहिँ हामीले सबमिट गर्नुपर्ने हुन्छ भन्ने कुरा यहाँनेरि स्टेप 3 सम्म देखिएको छ। स्टेप 4 मा चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। सो यो कुराहरु चाहिँ भरेर नेक्स्ट गर्दै जानु पर्यो। प्रत्येक स्टेपलाई चाहिँ हामीले कभर गर्नु पर्यो। हो त्यो गर्नुभयो भने चाहिँ तपाईको यो अपडेट हुन्छ हैन। तपाईले त्यसरी चाहिँ रिक्वेस्ट गर्न सक्नुहुन्छ वा त्यसो नगरेर तपाईले यहाँनेरि पनि देख्न सक्नुहुन्छ एउटा नोट दिएको छ, जग्गा धनीले सम्बन्धित भूमि प्रशासन कार्यालयमा सम्पर्क गरी डाटा अपलोड गराएर युजर नेम र पासवर्ड लिन समेत सक्नुहुनेछ भनेर दिएको छ हैन। सो हामीले यसरी पनि गर्न सक्यो भनेर बुझ्नु पर्यो। त्यति भइसकेपछि जब हामीसँग युजर नेम र पासवर्ड आइसक्छ तब हामी प्रयोगकर्ताको लगइनमा जान्छौँ। सो पहिलो नम्बरमा हामीले युजर आइडी कसरी बनाउने भन्ने कुरा हेरिसक्यो। एडमिन युजर क्रिएट भइसकेपछि अब अन्य थप युजरहरू कसरी बनाउने भन्ने कुरामा जानु पर्यो। त्यसको लागि हामी लगइन गर्छौँ। लगइन गरिसकेपछि हाम्रो ड्याशबोर्ड यसरी खुल्छ। एक ड्याशबोर्ड खुलिसकेपछि दाहिनेपट्टि यहाँनेरि तपाईले देख्न सक्नुहुन्छ। सो यहाँनेरि हामीले हेर्न सक्छौँ कि प्रयोगकर्ता थप्नुहोस् भनेर छ, प्लस बटन छ। प्रयोगकर्ता थप्नुहोस्मा क्लिक गर्नुभयो भने एकछिन केही समय लोड हुन्छ। त्यसपछि हामीले प्रयोगकर्ताको विवरण यहाँनेरि राख्न सक्छौँ। अब उदाहरणको लागि यहाँनेरि मैले तपाईलाई देखाउँछु। प्रयोगकर्ताको नाम राख्नुपर्ने हुन्छ। अहिलेको लागि हामीले विभिन्न विवरणहरू भर्छौँ र त्यो विभिन्न विवरणहरू भरेर यसलाई चाहिँ हामीले सेभ गर्छौँ। यहाँनेरि बुझाउनुहोस्मा क्लिक गर्नुपर्ने हुन्छ। केही विवरणहरू भर्न केही समय लाग्ने सक्नेछ, मैले यसलाई थोरै स्किप गर्नेछु। सो इमेल राख्दाखेरि चाहिँ ध्यान दिनु होला, इमेल गलत नहोस्। त्यसैगरी पेश गरिने कार्यालयमा त्यहाँको मालपोत कार्यालय कुन हो भन्ने कुरा चाहिँ छान्नुपर्ने हुन्छ। त्यो छानिसकेपछि मोबाइल नम्बर राख्नुपर्ने छ। मोबाइल नम्बर राखिसकेर किसिममा हाम्रो 3 किसिमको हुन्छ, मेकर, चेकर र अप्रुभर। हामीले ब्रान्चलाई अथवा हाम्रो सब अफिसहरूलाई दिँदाखेरि जहिले पनि मेकर आइडी दिन्छौँ। सो मेकर छान्ने बाइ डिफल्ट हाम्रो त्यहाँ मेकर नै देखाइरहेको हुन्छ। त्यसपछि हामी जसको लागि युजर आइडी बनाउँदैछौँ उहाँको व्यक्तिगत विवरणहरू राख्छौँ। जस्तो प्रथम नाम भयो, त्यसपछि थर, त्यसपछि लिङ्ग छनौट गर्छौँ, त्यसपछि प्रथम नाम फेरि नेपालीमा राख्छौँ, त्यसपछि थर पनि नेपालीमा र जन्म मिति राख्छौँ। त्यसपछि नागरिकताको विवरण राख्छौँ, जारी स्थान
छान्छौँ र नागरिकता जारी गरेको कार्यालय छान्छौँ र नागरिकता जारी गरेको मिति समेत छानेर हामीले नागरिकताको प्रमाणपत्र अपलोड गर्नुपर्ने हुन्छ। अपलोड गर्नुपर्ने डकुमेन्ट PDF, JPG वा JPEG मा हुन सक्यो। त्यति गरेर हामीले अपलोड गरिसकेपछि हाम्रो शैक्षिक योग्यता तथा तालिमको प्रमाणपत्र चाहिन्छ। यहाँ चाहिँ हामीले क्यारेक्टर वा ट्रान्सक्रिप्ट अपलोड गर्न सक्छौँ। तपाईँले क्यारेक्टर अपलोड गरेको धेरै राम्रो, हामीले क्यारेक्टर अपलोड गर्नलाई चाहिँ रेकमेन्ड गर्छौँ। सो त्यति गरिसकेपछि तपाईँले बुझाउनुहोसमा क्लिक गर्ने। सो नयाँ युजर यहाँबाट एड गर्न सकिन्छ भने त्यसै गरी युजरको प्रकारको कुरा गऱ्यौँ हामीले मेकर, चेकर र अप्रुभल। मेकर जहिले पनि हामीले प्राय ब्रान्चहरू वा सबस्टेसनहरूलाई दिन्छौँ भने चेकर भनेको हेड अफिसमा राख्छौँ वा जसले अनुगमनले पनि चेक गर्न सक्नुभयो। जुन डिटेल्सहरू मेकरले पठाउनु भएको छ त्यो चेकरकोमा जान्छ, चेकरले चेक गर्ने र अप्रुभल जसले राख्नु भएको छ। उदाहरणको लागि तपाईँको जस्तो क्रेडिट कसैले हेर्नुहुन्छ, कर्जा हेर्नुहुन्छ भने कर्जा विभाग प्रमुखले चाहिँ अप्रुभलको आइडी राख्न सक्नुभयो। सो युजर हामीले जम्मा जम्मी 150 वटा 150 वटा युजर चाहिँ हामीले क्रिएट गर्न सक्छौँ भने तपाईँले युजर क्रिएट गर्दाखेरि ध्यान दिनुपर्ने कुरा प्रत्येक ब्रान्च अनुसारको युजर क्रिएट सम्भव भएसम्म नगर्नु होला। यदि तपाईँको ब्रान्च बढी छ भने, थोरै छ भने त गर्न सक्यो। यदि ब्रान्च बढी छ भने चाहिँ मालपोत अनुसारको युजर क्रिएट गर्नु होला, त्यो भए पनि तपाईँलाई सजिलो हुन्छ। त्यो भएपछि तपाईँले मालपोत अनुसारको क्रिएट गर्ने, कुनै ठाउँमा चाहिँ यदि बढी युजर हुनुहुन्छ भने 2टा क्रिएट गर्न सक्नुभयो। त्यसै गरी हामीले हेड अफिसमा अथवा तपाईँको अनुगमन कार्यालयहरूमा चाहिँ अन्य 1-2 वटा युजरहरू थप क्रिएट गर्नुपर्ने हुनसक्छ। जस्तो चेकरको लागि, अप्रुभलको लागि एउटा एडमिन युजर भइहाल्यो। त्यसले गर्दाखेरि हामीलाई अन्य युजर पनि चाहिने भएकोले गर्दाखेरि सबै हामी ब्रान्चको मात्रै बनाएर जुन लिमिट छ वा क्यापासिटी छ त्यसलाई चाहिँ सकाउँदैनौँ। सो नेक्स्टमा हामीले अब रोका वा फुका गरेको डकुमेन्टहरू चाहिँ हाम्रो कहाँ हुन्छ त भन्ने कुरा हेर्छौँ। त्यसको लागि हामीले कुनै एउटा ब्रान्चको अथवा सब युजरलाई लगइन गर्छौँ। सब युजरलाई लगइन गरिसकेपछि तपाईँ यदि रोका फुकाको प्रक्रिया सुरु गर्नुहोसमा जानुहुन्छ भने सुरुमा त्यहाँ तपाईँले ड्राफ्ट निवेदन भनेर देख्न सक्नुहुनेछ। सो ड्राफ्ट निवेदन अन्तर्गत तपाईँले त्यहाँनिर हेर्नुभयो भने सबमिसन नम्बर सहितको धेरैवटा डकुमेन्टहरू चाहिँ देखिन्छ। यो सबै चाहिँ ड्राफ्टमा भएको निवेदनहरू हुन्। यी ड्राफ्टमा भएका निवेदनहरू चाहिँ तपाईँको सबमिट भइसकेको छैन। यदि तपाईँले पेश गरिसक्नु भएको छ भने चाहिँ पेश गरिएको निवेदन अन्तर्गत देखाउनेछ। सो यहाँनिर तपाईँले रोका फुकादेखि दाहिनेपट्टि देख्न सक्नुहुन्छ पेश गरिएको निवेदन भनेर। सो पेश गरिएको निवेदनमा चाहिँ तपाईँले कुनै निवेदनहरू पेश गरिसक्नु भएको छ भने त्यो चाहिँ यहाँनिर देखिने भयो। सो तपाईँले बुझ्नुपर्ने कुरा कति मात्रै हो भने तपाईँले पेश नगरेको, तपाईँले काम गर्दा गर्दै लगआउट भएको डकुमेन्टहरू ड्राफ्ट निवेदनमा हुन्छ भने तपाईँले सबमिट गरिसकेको, फाइनली पेश गरिसकेको अथवा निवेदन सबमिट गरेको वाला डकुमेन्टहरू चाहिँ पेश गरिएको निवेदन अन्तर्गत देखिने छ भन्ने कुरा बुझ्नु पर्यो। कुनै पनि तपाईँले अब मानौँ सबमिट गरिसक्नु भयो निवेदन, अब सबमिट गरिसकेको निवेदन चाहिँ कहाँ पुग्यो त अथवा के हुँदैछ भन्ने कुरा ट्र्याक कसरी गर्ने अनलाइन पोर्टल मार्फत भन्दाखेरि त्यसको लागि तपाईँ ड्यासबोर्डमा जानुपर्ने हुन्छ। ड्यासबोर्डमा गइसकेपछि त्यहाँनिर तपाईँले फेरि क्लिक गर्नुभयो तपाईँको युजर आइडी भएको ठाउँमा भने त्यहाँनिर सबमिसन नम्बर खोज्नुहोस् भनेर देखाउँछ। त्यहाँ तपाईँले यदि सबमिसन नम्बर राखेर खोज्नुहोसमा क्लिक गर्नुभयो भने तपाईँको त्यहाँनिर स्थिति देखाउँछ। त्यो सबमिसन नम्बरको स्थिति के छ त भनेर यहाँ मैले अहिले भर्खर ड्राफ्टको कपी गरेको थिएँ, त्यसले गर्दा स्थिति चाहिँ भूसेवा मेकरको ड्राफ्टमा छ भन्ने कुरा देखायो। यदि तपाईँले अप्रुभ गरिसक्नु भएको छ, अन्य अगाडि प्रोसेस भइसकेको छ, निवेदन पेश गरिसकेको छ भने त्यो कहाँ गएको छ, अहिले कसकोमा छ भन्ने कुरा चाहिँ यहाँ देख्न सक्नुहुनेछ है त। त्यसपछि अर्को हामी हेर्छौँ कि नेपाली किबोर्ड हामीले टाइप गर्नको लागि कसरी एड गर्न सक्छौँ भन्ने कुरा हेर्छौँ। सो त्यसको लागि यहाँ तपाईँले मेरो स्क्रिनमा देख्न सक्नुहुन्छ मैले यहाँनिर किबोर्डहरू मेरोमा यहाँनिर अलरेडी छ, तर मैले तपाईँलाई एड गर्ने तरिका सिकाउने छु। सो यहाँ तपाईँले इङ्ग्लिस ENG लेखेको ठाउँमा यहाँ क्लिक गर्नुभयो भने यसरी खुल्छ। यो खुलिसकेपछि तपाईँ मोर किबोर्ड सेटिङ्समा जानुपर्ने हुन्छ। मोर किबोर्ड सेटिङ्समा गइसकेपछि यहाँ तपाईँको विभिन्न किबोर्डहरू छ भने यहाँ देखाउँछ, छैन भने एड अ ल्याङ्ग्वेजमा जाने। अनि त्यसपछि तपाईँले यहाँनिर
नेपालवाला सेलेक्ट गर्ने। यहाँनिर अहिले मैले अलरेडी एड गरिसकेको भएर मेरोमा हाइलाइट भएन, तपाईँकोमा यसरी हाइलाइट हुन्छ। यहाँ हाइलाइट भइसकेपछि तपाईँले नेक्स्ट गर्ने, अनि नेक्स्ट गरिसकेपछि यो टिक मार्क चाहिँ नलगाउनु होला है। यदि तपाईँले यहाँनिर टिक मार्क लगाउनु भयो, सेट यसमै विन्डोज डिस्प्ले ल्याङ्ग्वेजमा टिक मार्क गर्नुभयो भने चाहिँ तपाईँको डिस्प्लेहरू नै सबै नेपालीमा आउँछ, तपाईँलाई गाह्रो हुनसक्छ। सो टिक मार्क नलगाइकन तपाईँले इन्स्टलमा क्लिक गर्नुपर्ने हुन्छ। इन्स्टलमा क्लिक गरिसकेपछि केही समय लिन्छ र इन्स्टल हुन्छ। सो तपाईँले किबोर्डको लेआउट चेन्ज गर्नु पर्यो भने ENG यहाँनिर किबोर्डको यसमा क्लिक गर्ने, अनि त्यसपछि तपाईँले कुन छान्नुपर्ने त्यो छान्न सक्नुभयो। वा फेरि तपाईँले विन्डोज र स्पेस बार क्लिक गरेर पनि तपाईँले तपाईँको डिजायर्ड किबोर्ड चाहिँ कुन चुज गर्ने भन्ने कुरा चाहिँ छान्न सक्नुहुन्छ। त्यसै गरी अर्को रहेको छ हाम्रो जस्तो डकुमेन्ट कुन कुन चाहिन्छ त रोका फुकुवामा भन्ने कुरा। रोकामा वा फुकुवामा चाहिने डकुमेन्टहरू सबै सेम हो। पहिले तपाईँले अफलाइनमा जुन जुन प्रयोग गर्नुहुन्थ्यो ती डकुमेन्टहरू चाहिन्छ। नयाँ थप डकुमेन्ट भनेको अनुसूची 20 मात्रै हो। अब त्यो अनुसूची 20 चाहिँ कहाँबाट लिन सकिन्छ त भन्दाखेरि, जस्तो मैले यहाँनिर तपाईँको नयाँ ट्याब खोले फायरफक्समा। सो अनुसूची 20 कहाँबाट निकाल्ने भन्दाखेरि हामी डोल्माको अफिसियल साइटमा जान्छौँ। सो हामी यहाँनिर dolma.gov.np टाइप गर्नुहोस्। त्यहाँ गइसकेपछि तपाईँ डोल्माको वेबसाइटभित्र छिर्नुहुन्छ। डोल्माको वेबसाइटभित्र छिरिसकेपछि केही पपअपहरू यसरी आयो भने यसलाई हामीले काटिदिन्छौँ अथवा ESC पनि थिच्न सक्छौँ। त्यसपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ डाउनलोड भनेर छ। डाउनलोडको अलिकति तलतिर हेर्नुभयो भने फारमको ढाँचाहरू भनेर छ। सो यहाँ क्लिक गर्नुभयो भने तपाईँले फारमहरू देख्न सक्नुहुन्छ। सो हामीले अनुसूची 20 को कुरा गरिरहेछौँ। सो हामी तलतिर स्क्रोल गर्छौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ अनुसूची 20 भूसेवा केन्द्र र जग्गाधनी बीच भएको सम्झौता पत्र। यहाँ क्लिक गर्नुभयो भने तपाईँको सम्झौता पत्र आउँछ। तपाईँले यही डकुमेन्टलाई चाहिँ डाउनलोड गर्ने हो। यसलाई सेभ गर्न सक्नुभयो, तपाईँले यहाँनिर क्लिक गरेर सेभ गर्न सक्नुभयो। यसलाई सेभ गर्नुभयो भने तपाईँको डकुमेन्ट सेभ भयो। सो यो डकुमेन्ट चाहिँ तपाईँले प्रयोग गर्नुपर्ने हुन्छ। यहाँ तपाईँले जग्गाको विवरण, आवासको विवरण, सुविधाको विवरण के छ भर्नुपर्ने ती कुराहरू भर्नु पर्यो। जग्गाधनी आवासधनीको विवरण भर्नु पर्यो। त्यसपछि गर्नुपर्ने कार्य के हो त, रोका हो कि फुकुवा हो, यी कुराहरू, अनि संलग्न कागजातहरू कुन कुन संलग्न गर्नुभएको छ यी कुराहरू। यो भर्ने तरिका थोरै तपाईँको सङ्घ संस्था अनुसारको थोरै फरक पर्न सक्छ। यसको लागि चाहिँ तपाईँले आफ्नो तपाईँको मातहतको अफिस भनेको तपाईँको हेड अफिस वा त अनुगमन अफिसलाई सोधेर भर्न सक्नुहुन्छ यदि यो भर्नमा कन्फ्युजन भयो भने चाहिँ। त्यसै गरी डकुमेन्टको पाटो सकियो भने अब अन्तिममा गएर काम गर्ने क्रममा चाहिँ अब तपाईँलाई समस्या भयो भने तपाईँले गर्ने के त भन्दाखेरि, तपाईँले एप्लिकेसनहरू चलाउनु भयो, त्यसमा केही समस्याहरू भयो भने केही पनि गर्नु पर्दैन। तपाईँ सिधै यो डोल्माको होम पेजमा जाने। डोल्माको होम पेजमा गइसकेपछि तपाईँले त्यहाँनिर एउटा देख्न सक्नुहुन्छ नोटमा कृपया कुनै समस्या भएमा यस नम्बरमा सम्पर्क गर्नुहोला भनेर यहाँनिर नम्बर दिएको छ। सो तपाईँलाई समस्या भयो भने यो नम्बरमा सम्पर्क गर्दा पनि हुन्छ, वा भूमि व्यवस्थापन तथा अभिलेख विभागको फोन नम्बरमा तपाईँले फोन गरेर पनि तपाईँको समस्या टिपाउन सक्नुहुनेछ। आजको भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने सेयर गर्नुहोस्, केही जिज्ञासा छ भने कमेन्ट गर्नुहोस् र सँगसँगै च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।